हेलो 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 आज हामी धेरै दिनपछि नयाँ ठाउँ नयाँ गाउँ आइसकेको छौँ है। अनि उही तपाईँको भुकप्यार ब्लग फेरि पनि ब्याक भइसकेको छ धेरै दिनपछि, लगभग 1 महिनै भइसक्यो होला गाइज होइन। सो आज म चाहिँ एकदमै एक्साइटेड तरिकाले आइसकेको छु ब्लगमा आइ त गाइज। अब हामी कहाँ जाँदैछौँ त, के गर्दैछौँ त, यो सब आजको हाम्रो यस भिडियोमा हुनेछ। तपाईहरूले फुल्ली हेरेर इन्टरटेनमेन्ट लिन पनि सक्नुहुनेछ है त गाइज। ल अहिले हामी जङ्गलको बिचमा होइन, पाल्पाको पश्चिमी भेग यहाँ अर्घाखाँची गुल्मीको सिमानाको हामी नजिकै छौँ र यो जङ्गलको बिचमा हामी अहिले जाँदैछौँ। कहाँ जाँदैछौँ भन्दाखेरि तपाईँहरूलाई भिडियोमा अवगतै हुनेछ होइन। सो त्यही हो साथीहरू हेर्नुहोस् न जङ्गल। आज फेरि पानी परेर यस्तो बवाल मौसम भएको छ। आज चाहिँ हामी एडभेन्चर तरिकामा जाँदैछौँ गाइज है त। अनि तपाईँहरूको खबर चाहिँ के कस्तो छ त? तपाईँहरू पनि सबै ठिक हुनुहुन्छ होला होइन। म पनि एकदम ठिक छु। म हराउन चाहिँ हराएँ तर फेरि ब्याक भइसकेको छु। त्यस कारण तपाईँहरू चाहिँ जियोस् आइफोन भए चाहिँ स्टेबल हुन्थ्यो कि हल्लिन्छ क्या मेरो मोबाइल फेरि। तर अरू मोबाइलहरू चाहिँ स्टेबल छ है। हामी बबाल ठाउँमा आइसकेको छौँ। बबाल ठाउँ आज त अनि यहाँ यस्तो पनि छ, खानेकुराहरू पनि छ। अनि यस्तो टक्क अब त्यहाँ गएर भ्युज हेर्दै खाने प्लानिङ पनि छ। फुलहरू तपाईँहरूले सक्नुहुन्छ। बबाल हाम्रो दाइ अगाडि राइडर दाइ जानुभएको छ। नबिर्सिनु होला, माया गरिदिनु होला। हामी हेलमेट बिना आइसकेको छौँ। हेलमेट बिना छौँ तर पुलिसलाई देख्यो भने चाहिँ नभनिदिनु होला। कृपया पुलिसहरूले पनि यो भिडियो चाहिँ नहेरिदिनु होला। 18 वर्षभन्दा मुनिको लागि अलाउड छैन हो क्या। कस्तो खतरा गाउँ छ साथीहरू। तर हामी गाउँमा चाहिँ पुग्दैनौँ होइन। माथि के अरे बुद्धि दमार, बुद्धि भएको दमारमा हामी बुढी भएको बुद्धि भनेको बुढीहरू धेरै पाइन्छ क्या गाइज होइन त्यहाँ चाहिँ। त्यही भएर चाहिँ बुद्धि दमार भन्ने हामी ठाउँमा आइसकेको छौँ। त्योभन्दा अलिकति मुनिबाट हामी दाजुलाई त जुम गरेर देखाउनु पर्ने अवस्था भएको दादा त उड्नु भयो। ल दाजु भाइ दाजुलाई त भेटाउनै गाह्रो। हामी डेस्टिनेसन ठाउँमा आइसकेको छौँ। दादा के हो र, कति फास्ट हो र। ओहो यस्तो ठाउँ बनाएर रहेछ। टक्क सिँढीहरू पनि ट्याक्क दामी देखिरहेको छ कि।
आज चाहिँ जे होस् एभेन्जरै हुने भयो यार। होइन के भन्नु खोजेको अलि माथि माथि बस्नु पर्छ कि माथि पानी पऱ्यो भने त डेन्जर छ त हौ। कहाँ सुस्त हिँड्नु फेरि दादालाई फेरि बाटो त खतरा एभेन्जर छ त खोला त डेन्जर छ त डेन्जर। रिल्याक्स गरिसक्यो रिल्याक्स पारामा बस्ने खालको ठाउँ हो नि। यार बबाल भाइब्स आउन लाग्यो बबाल भाइब्स आउन लाग्यो। ओहो यहाँ त चाहिँ पौडी नै आउनु पर्ने जस्तो रहेछ है। यो होइन दादा तल छ कि ट्रेलर है पिक्चर अभी बाकी है बाबा पौडी खेल्न त यहाँ ठिक्कै हुँदो रहेछ नि मलाई पनि। मलाई त ठिक्कै कपडा धुने ठाउँ पनि रहेछ बबाल। ओहो मलाई चाहिँ ठिक्क हामीलाई दुईजनालाई चाहिँ हुन्छ यार ठिक्क यार। ल्याएर ओ स्विमिङ किङ हो नि त हामी त। आइफोनले भिडियो गर्नु नि यार हो नि। आइफोनको चार्जै भएन कि आज थेट यस्तो ठाउँमा आएर यार। ओ माइ गॉड यहाँबाट त डेन्जरस। तलबाट हेरौँ न आउनु तलै जाऊँ त्यही ठ्याक्क छेउमा बसेर यहाँ हाम फाल्छन्। ओहो त्यही ठाउँ यहाँबाट तल हाम फाल्ने ट्याक्क यहाँदेखि तल हाम फाल्दा नि भुइँ छोइन नगरे क्या कस्तो गएर छ अरे त्यति गएर छ भनेपछि बुझ राजा। होइन यहाँ एक्लै त पौडिन त डर आउँछ तर चाहिँ यहाँ थुप्रै भयो भने त सकिन्छ। कुहु कुहु गर्दै मलाई गरी चरी 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 दामी बनाइदिएर रहेछ कि टक्क जाने ठाउँ पनि। मान्छेहरू आउँछ नआउनु होला आज हामीलाई त यहाँ पनि बढी हुन्छ त्यो मेन डन त्यही हो। कस्तो छ अघि तैँले हेरेको त्यो कुवा छ नि त्यहाँ माथि फेरि माथि हो र कति गएर ए त्यहाँ छ अरे गाइस कुवा। ल हेर जम जम अस्ति भिडियो बनाएको यही हो गाई लोटेको। म पनि भिडियो बनाउँदै लोटेको म त लड्दैन। ओ भाइस भाइस ओ बिहार सिहरी पार्टी हान्ने पनि रहेछ गाइजी यहाँ टक्क बसेर होइन। ओ माई गड पार्टी हान्ने जस्तो ए काशी भनिरहेको छ है। काशी गोरे गोरे भनिरहेको छ है। ए काशी गोरे डेन्जर आज साथीहरू होइन हामी म धेरै दिनपछि आएको छु भ्लगमा त्यही भएर नि आज चाहिँ कस्तो कस्तो अलि बोल्न पनि गाह्रो लागेको छ नि त। त्यस कारण त तपाईँहरू गाह्रो नमानिदिनु होला। आज हामी कस्तो ठाउँमा आइरहेको छौँ त तपाईँलाई देखाइरहेको छु र देखाउने नै छु होइन। भाइब्सहरू पनि हाम्रो देखाउने नै छु होइन के कस्तो हुनेछ। सो त्यही हो साथीहरू। ल हामीले खाजासाजा खाएर हामीले सकिसकेको छ होइन। यहाँ बसेर खै माछा छ भन्ने सुन्नेको छ कहिले खै त्यहाँ हेर देख्यौ कति धेरै छ त्यहाँ हेर देख्यौ कि नै हेर त मैले त देखेँ यहाँ क्यामेरामा देखिएन क्या। हेर त कति धेरै छ डुबा न यी माछा डुबा न यी माछा देखियो कहाँ फोन आइफोन हो त नि। ल हेरे यहाँ हेरे माछा माछा निस्किहाल्नु
पानीमा भिज्यो नि यस्तो छ ठाउँ पनि यस्तो छ होइन तपाईँ देख्न सक्नुहुन्छ होइन निलो 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 गहिरो यो एकदमै गहिरो यहाँ मान्छेहरू पनि 3-4 जना मरिसक्यो अरे गाइस यहाँ चाहिँ बुझ्नुभयो नि 3-4 जना चाहिँ यहाँ मृत्यु भइसक्यो अरे यो रमा चाहिँ सो त्यही हो हामी चाहिँ अब स्विमिङ चाहिँ गरिरहेको छैन साइडमा बसेर टक्क भ्युजहरू हेरेर टक्क अब हामी चाहिँ जान्छौँ अब अबेला पनि भइसक्यो आजको दिउँसोको 3 पनि बजिसकेको छ सो हामी अब घर जान्छौँ अब देख्न सक्नुहुँदैन केटाहरू उता बस्नु भएको छ टक्क ल साथीहरू हामी लागिसकेको छौँ है हामी लागिसकेको छौँ गाइस होइन यहाँ यो टेका गराउनेको मुर्दार हो घुँडा ठुक्क्यो के हो र मान्छे मोटो भएर हो कि के हो र हिँड्न नसकेको यस्तो हुन्छ फर्मा लाउने स्टाइल दादा कसले हो यो लाग्यो को यो सुपरभाइजर को यहाँको सुपरभाइजर को तपाईँ हो यहाँ यो श्याम सरलाई बोलाउनु ओके श्याम सरलाई बस्ने भाइबाट हान्नु पर्यो नि त भाइबाट त जहाँ पनि हान्ने हो कि गाइस भाइबाट त हाल्ने नि हो लक्ष्यले के कसले कालले के होइन पानीमा डुबे त्यो डुबेको तलपट्टि होइन यस्तो 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 गरिरहेको छु लक्ष्यले के हुन्छ बचाउन चाह होइन कालेले के हुन्छ भनेको त यसले त पानी खुलाउने भन्नु मैले घाँटीमा यस्तो डुबाइदिएको मैले त्यति बेला नजिक छ होइन यसले त खुलाउने हो पानी खुलाउने भने यस्तै काटिदिन्छ मलाई भनेपछि त्यो दिनपछि तिर्ख लागेन ल यो पाहाड उक्ल्याउन इडिटर त आफै हो भयो म फ्रीमै गर्न चाहन्छु भयो म फ्रीमै गर्छु भयो म भिडियो हालिदिनु हो क्या त होइन यस्तो पछि गएर म कताची सब्सक्राइबर होइन 100K पुग्न सफल भयो भने चाहिँ मैले तपाईँलाई राख्न सक्छु तर तत्कालको लागि चाहिँ म अहिले मोहन बन्न चाहन्छु त्यही त क्या मोहन भनिदिनु न हो के हो र हामी त एभेन छ बहुत थकेला यार थाकियो यार भगवान्नु त मान्छेहरू थाक्छन् हामी अब गाइस लागिसकेको छौँ हामी चाहिँ अब चाहिँ हामी जान्छौँ हो र बाटो पनि बबाल छ अब जानी भयो जाऊ हे माया अब धेरै नसताऊ ओ दादा दादाले हात ए भाइ भाइले पनि हात छोडेर गाइस मेरो भाइले हात छोडेर दाइले पनि अगाडि हात छोडेर ओएमा ओए के गर्नु खोजेको केटाहरूले ओए मा फाल्छु क्या ओए सिरिङ्ग मनै सिरिङ्ग भएर यार यता केटाहरू राइडर भएर ओ माई गड दादा खस्नु त हुँदैन म पनि उठ्थेँ
ए के हो र केटाहरू राइडरै हो र ए ओए भाइ पनि उठिएर आएको ल ओए ल दाइले त पुरा अफरोडमा पनि हात छोडेर नि के हो र घुम्तीमा हात छोडेर के हो र केटाहरू बाह्र के हो र गाइज हामी त भन्नै सक्यो होइन है के हो र केटाहरू के हो र यस्तो ल अझ मेरो बाइक आएको छैन गाइज होइन नत्र पनि आएको भए हाम्रो 3टा बाइक हुन्थ्यो 3जना मस्त चिल पारामा डुलिरहेको हुन्थ्यौँ अहिले पनि हामी मतलब छैन त्यही पनि चिल पारामा डुलिरहेको छ तर म ताको जस्तो ह्यान्डल स्टेबल चाहिँ मेरो अलि नरहेको कारणले मैले ज्यापा हात छोड्न सकिनँ त्यसैले अब अलि तल गएपछि ओए त्यो हुइली हान्छ ल हुइली हान्नु दाइ हुइली ल हुइली भनेको हुइली के नाइ दादा हुन्न अब त त्यहाँ हुइली हान्नु अलि पानी सुकेको रहेछ आज हाम्रो काम छुट्टी भएको हुनाले चाहिँ हामी एकदमै बतासिँदै हिँडेको छौँ हामी चाहिँ गाइस त्यही हो तपाईँहरूलाई आज धेरै दिनपछि भेट्न पाइयो खुसी लागेको छ आज हामी घुम्न पनि पाइएको छ एकदमै खुसी लागेको छ छुट्टी छ नि त सो हामीलाई फेरि छुट्टी हुनको लागि पनि पानी नै आउनु पर्ने अवस्था देखिन्छ त्यसकारण हामी पानी आउन साथ हामी हाम्रो मुड नै एकदमै ह्याप्पी मुड हुन्छ क्या पानी जब पानी आउन साथ हामी बाँधिएको गोरुहरू फुकाए किसिमका हुन्छौँ अब आज आएर हेर्नु पर्दा भन्नु त दादा के हो त्यसपछि बिर्सिएँ आजको दिन चाहिँ हाम्रो एकदमै स्मरणीय दिन रहनेछ होइन स्मरणीय पुण्य गौतमवाला शब्द भयो दादा यो त अब बिग फ्यान है पुण्य गौतमको चाहिँ हामी दिमाग छ तर त्यसले ठाउँमा प्रयोग गरेन नेतागिरी बढी बोल्न लाग्यो जियोस् आज हाम्रो राइडिङहरू पनि बबालै भइसकेको छ आएर पनि अब बिदाइ हुन लागिसकेको छ कहाँ हो दादा